हेलो गाइस एभ्रीवन, म चाहिँ आज फेरि पनि हिजो चाहिँ मैले फोन लान बिर्सेछु। आज फेरि टाँकी काट्नलाई, रोप्नलाई, बेरा हार्न टाँकी काट्नलाई जङ्गल जाँदैछु। हात्तीको डर छ। हिजो त भाग्यवश म चाहिँ खोल्साको बाटो जाँदैछु। अब एकदम अब यहाँबाट काटेर गएर चाहिँ रेल लिक आउँछ, त्यहाँदेखि उयोपट्टि गएर चाहिँ जङ्गली हात्तीहरू बस्छ। अहिले शीतल ठाउँहरूमा बस्छ। अलिकति जोगिएर टाँकीको बिरुवाहरू काटेर लिएर आएर चाहिँ रोप्नु छ। बस्तीको बस्नु खानु रमाउनु, बस्ती एकदमै रमाइलो जग्गा हो। अर्ग्यानिक पनि खाइन्छ, तर कतिवटा कामहरू चाहिँ एकदमै रिस्क लिएरै गर्नुपर्ने हुन्छ। रिस्क अप्ठ्यारो हुन्छ। अब म चाहिँ टाँकी कता लिएरै आउनुपर्ने छ। एक मुठा चाहिँ गङ्गटाले खनेको है, गङ्गटा छ यहाँ। म चाहिँ जाँदैछु है, एकदम नाला सबै जङ्गल। अब म रेलको लिक निस्केँ, यहाँतिर आएको। अब यहाँमा निस्केँ, यहाँबाट टर्नल छ रेलको। यहाँबाट उता जानुपर्छ, यहाँ माथिको जङ्गलतिर जानुपर्छ। म स्यासा भइरहेको छु क्या, एकदम हिँडेर 20 वर्ष भइसक्यो बस्ती खेतीतिर काम गर्ने बानी हराएको। एकदमै सास घट्छ हो। केही दिनदेखि शरीर पनि ठिक छैन। एकछिन अलिकति अगाडि गएर चाहिँ ऊ लाग्नु छ। म हात्तीले हएको बसेको ठाउँहरू तपाईँलाई देखाउनेछु है। यहाँ अलिकति टाँकी भेटाएँ कि, टाँकी भने कतिले चिन्नुहुन्छ होला। अब यहाँ यस्तो जङ्गल छ हो, यहाँ कहीँबाट पनि अहिले हात्ती निस्किन सक्छ। हात्तीले चोर्यो भने चाहिँ भाग्ने ठाउँ छैन, यस्तो जङ्गल छ। अब गर्दैछु, काट्दैछु ल है साथीहरू। हात्ती मात्रै नभएर अब यो फरेस्टमा बाघ भालु पनि लाग्न सक्छ। त्यस्तो एकान्त जग्गा हो है। बारुला चिल्यो, आमामा बारुला हो कि के हो? हत्तेरिका, कता चिलो आमामा उडिरहेछ। अब त्यहाँ जाँदा मलाई पुरा चिल्छ फेरि। ल यस्तो मजाको भेटेको थियो कि टाँकी। अब त्यहाँ चाहिँ छोड्नु पर्यो, मजाले चिलो। अब चाहिँ जानुपर्छ। त्यहाँ जानु हुँदैन, फेरि चिल्छ। हत्तेरिका, भाग हत्तेरिका, मच्छरले त गएको छ हो। त्यो चाहिँ काटेको थिएँ। एकपट्टि हात्तीको दर, एकपट्टि बारुलाको दर। हो साला, यहाँ त्यो टाँकी काट्थेँ। अब कसो गर्नु यसलाई? यतै आएर चिल्छ होला। बाटो त छैन अब त्यो जानुलाई। यस्तो शीतल मैदान ठाउँमा हात्ती बसेको हुन्छ, त्यहाँ बसिरहेछ भने फेरि अब जानु त पऱ्यो पन्साउँदै। एभ्रीवान, यो चाहिँ काँडा कसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला है। सानोदेखि मैले चाहिँ चिनेको, यो जङ्गल आउँदा चाहिँ यो काँडा चाहिँ हुन्छ कि। यो काँडाले यस्तो कोर्छ हो, मेरो अब कति कोरिसकेको छ। म फाड्दै जाँदैछु कि अब यो काँडा। एक त बाघ भालु हात्तीको डर, एक त अब बेरा नभरि पनि नहुने, एक त यो काँडाको कोराई। भर्खर बारुलाले चिलेर खत्तम भाग। त्यहाँ 5वटा खुट्टी निकाल्न सक्थेँ, सकिनँ अब त्यहाँ। हत्तेरिका, खुकुरी पनि बुत्ते भयो कि अब यसलाई काटौँ भनेको। यहाँ पनि बारुला छ कि बा टाँकी। जङ्गलभित्रमा फाड्दै आयो कि यता फाँडेर चाहिँ टाँकी रहेछ हो। यहाँ मैले कमसेकम 3वटा खुट्टी चाहिँ पाउँछु, टाँकीको बचाउन सक्छु। भोलि मैले यसलाई मार्दैछु होइन। यहाँ एउटा बोट छ सँगै, यिनीहरूको 3-4वटा बोट हुन्छ कि। यिनीहरूको दाजुभाइ एकदम रिलेटिभ हुन्छ। मेरो चाहिँ अवस्था चाहिँ यस्तो छ कि तल अब हेर्नु न, जङ्गलको मच्छरले टोकेर, किरा फटेरले टोकेर उडिरहेको छ। हेर्नु आम्मामा हो, यस्तो छ हो।
माथि यस्तो छ टी सर्ट पुरा गर्मीले खत्तम भइरहेछ पुरा हातहरू पुरा सुन्यो अहिलेको बारुलले चिलेर यता चिलेको छ उता चिलेको छ कता कता चिलेको छ खत्तम छ पसिना एक त फेरि हो गर्मी छ हो डर छ सबसे ठुलो डर छ हात्तीले एटेक गर्ने हो कि भालुले एटेक गर्ने हो कि बाघले एटेक गर्ने हो कि भनेर हो यता काटी बस्दाखेरि अब खुट्टामा आउने हो कि भन्ने आनमा खुकुरीको टेन्सन जन्तुको टेन्सन तपाईँले चिन्नुहुन्छ मैले कम्मरमा भिरेको यो कम्मरमा भिरेको चाहिँ पादे लहरा हो भन्छ यो पादे लहरा चाहिँ यस्तो हुन्छ यति डर हुन्छ यसले अहिले बाँधेर मैले मुठा फाल्नुपर्छ यति डर हुन्छ कि यो चाहिँ आम्मा केटाहरू म चाहिँ हात्तीको बाटो हिँडिरहेको छु है यतिखेर जङ्गलमा हात्तीको डर जति छ ओ क्या तर्रे दिएको बाफ्रे कत्रो चरा उडेर गयो खोला 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 सातो गयो त्यो चाहिँ हात्ती हिँडेको बाटो हेर्नुहोस् है पहिला छ पहिला यी हात्तीको डप है अब यहाँ माथि गएर हात्ती भेट्नु सकिन्छ है जङ्गली हात्तीहरू मलाई निचोरेर मार्नु सक्छ पसाएर मार्नु हे प्रभु तर मैले गणेश भवनमा आएको छु हात्तीको बाटो जाँदैछु अरे बाबरे यस्तो माथि गएर हात्ती भेटिँदैन यता जानुपर्छ होला मलाई बहुत खुसी हुनु छ है हात्ती गणेश भगवान् यी हात्ती हिँडेको डपहरू यो अरे बाबरे यी हात्तीको यो पहिला कति लामो भएर छ हात्तीलाई बाघ भालु चाहिँ निस्किँदैन है ए हात्तीले टेकेको ठाउँ यतासित हात्ती पुरा बस्दो रहेछ दिउँसो चाहिँ त्यति शीतलमा बस्छ अरे त्यो बेला आँट गरेको थिएँ बिहान बेलुका त नआउँदा हुन्छ अरे त्यतातिर ओ हात्तीहरू बसेर हात्तीको गुतो अघि त्यतिखेर भेटेको ए हात्ती यसरी यहाँ खेल्दो रहेछ यो जङ्गलमा पक्कै पनि हात्ती छ अहिले हेर्नुहोस् है यो जङ्गलमा कपाल पाक्यो कतिले सुरु भएछ कपाल पाक्यो भनेर चरा कराउँदैछ चुच एकदम सुनसान जङ्गल यहाँ पक्कै कता हात्ती छ यहाँबाट भाग्नुपर्छ अब धेरै बस्नु हुँदैन हात्ती नै हात्ती भएको ठाउँ भाग छिटो भाग आउँछ खुट्टा हात्ती पुरा हिँड्दो रहेछ यहाँबाट हात्ती हिँडेको ठाउँ बाफरे अनुहार कालो पसिना पुरा अँधारै पेरे बिग्रेको है कपडा पुरा भिजेको छ गन्दा पुरा चिरेर हातहरू पुरा मोटा के भए सुनेको छ हो 12 बेला चिरेर यहाँदेखि उँधो चाहिँ मछुरे टोकेर खत्तम छ चिलाएर एक त हो 20 वर्ष पछाडि काम गरेको गाउँमा आएर पानीमा पस्दा हिलोमा पस्दा पनि चिलाउने शरीर अहिले त पुरा के भन्नु अब यहाँ पनि हात्तीको गुडै फेटेरिका अब लाग्नुपर्छ जङ्गलबाट यहाँनिर कोही एक्लै नआउँदो रहेछ 2 जना आउँदो रहेछ जोडी यहाँ त मेरो त कोही जोडी छैन एक्लै आउनु पऱ्यो नि त तेरेका अब चाहिँ जङ्गलबाट निस्किन्छु बाघ आयो भने चाहिँ एकै चारो बनाउँछ मलाई हात्तीले चाहिँ बरु है